सम्पूर्णमा नमस्कार। अहिले चाहिँ हामी ठ्याक्कै फिदिम बजारको यो आलगैरी नजिकै छौँ, लगभग आलगैरी छेउमा छौँ र आज चाहिँ हाम्रो फिदिम बजारदेखि अनि त्यहाँदेखि इटहरीसम्मको यात्रा छ र यो चाहिँ हाम्रो पहिलो पटक हाम्रो तमर करिडोर हुँदै हामी इटहरी धरानदेखि अनि इटहरीसम्मको यात्रा छ आज हाम्रो र पहिलोचोटि छ हाम्रो यो यात्रा र बाटो पनि थाहा छैन हैन। अनि त्यही भएको कारणले गर्दाखेरि हामी थोरै बाटोको भ्लगिङ गर्दै हैन ठाउँ ठाउँमा भिडियोहरू बनाउँदै हामी यात्रा गर्नेछौँ। तपाईँहरूलाई हामी यो फुल भिडियो देखाउनेछौँ। फिदिमदेखि इटहरीसम्मको तमर करिडोरको यात्रा गर्नेछौँ। लेट्स गाइज, अब सबैजनाले हामीलाई साथ दिनु होला है। लक्ष्मी ट्रेन्ड एन्ड इन्टरप्राइजेस प्राली यहाँ हामी पेट्रोल हाल्नेछौँ। हिजोको हाम्रो पेट्रोलले नपुग्न सक्छ भनेर चाहिँ हामीले पेट्रोल हालेर अब फेरि हाम्रो यात्रा यहाँदेखि रहनेछ है। हामी यो जोरसाल बजार एकदमै पुरानो घरहरू हामी देख्न सक्छौँ। यहाँ एकदमै पुरानो घरहरू छन् जोरसाल बजार। फिदिम चाहिँ यहाँदेखि माथि पर्छ है। यो बाटो ताप्लेजुङ छिर्छ। हामी यहाँदेखि लेफ्ट लाग्छौँ तमर कोरिडोरको लागि र यो चाहिँ जोरसाल बजार। अब यो बाटोदेखि चाहिँ हामी लेफ्ट लिन्छौँ त। अनि निबु खोला पनि हुँदो रहेछ 3 किलोमिटर छ। अनि त्यस पछाडि यासोक बजार चाहिँ यहाँदेखि 20 किलोमिटर रहेछ र धुलै धुलो भएर तलबाट आउँदै हुनुहुन्छ बिजोक तरिकाले धुलै धुलो भएर आउँदैछ। हामी चाहिँ प्लास्टिक रेनकोट छ हामीसँग, यो लगाएर चाहिँ हामी रन्किन्छौँ। यो चाहिँ फिदिम निक्लिन्छ। हामी अहिले आएको बाटो चाहिँ यो। अब ज्याकेटैमा हालिदिनु पर्यो। यहाँ हामीले ब्याग पनि प्याक भइगयो। गर्मी छ तैपनि हामी अब बाइकमा हावाले चिसो हुन्छ। झ्याप्प लाएर यो लाउने, धुलोबाट बस्ने भन्ने हाम्रो अभियान हो। धुलोबाट बस्नको निम्ति हामीले मास्क पनि व्यवस्था गरेका छौँ। अब लगाएर चाहिँ धुलो खाँदै हिँड्ने हो। त्यो झर्दै इटारी जानला तपाईँहरू कतासम्म? हामी ताप्ले जानु। ए हो, कता जाने बाटो कता? यता माथि छ, त्यहाँदेखि डाइरेक्ट जाने, त्यहाँदेखिमा जोरसालदेखि यता देब्रेपट्टि लाग्ने। यो तपाईँ कता जाने? यता त यो आखै यो माग पेरथुम निक्लिने। तेर्खम यहाँ जाँदैछ। ल हामी यहाँदेखि देब्रे लाग्यौँ। धुलो सुरु भयो भन्ने मलाई थाहा छ। रोड पनि त्यस्तै छ। धुलोको बाउ आयो, धुलो सुरु भयो। हे रमाइलो भयो। धुलो आहा बाटो देखिनु छोड्यो। लुमर ठुलो गाडी आयो कि बिजोक? अहिलेसम्म त थाहा थियो। ओहो मास्क किनेर ठिकै गरिएको छ। गाउँपालिका छिटै अब र यो फेरि के आइगयो? यमराज आइगयो जस्तो छ। यो छिर्दैछौँ। अच्छा, फेरि पछाडि के आयो? अच्छा, यो त हामी थाहा नै हिँड्छौँ।
पास्तरको धुलो ए बिजोक दुईटा राइडरहरू आउँदैछन् उठी उठी दिँदैछन् ओहो ए बिजोक यो इलाममा कुहिरोले ढाके जस्तै छ यो इलामको कुहिरो र पास्तरको धुलो उस्तै उस्तै लाग्यो मलाई हेरौँ लु मर्दा यो कुहिरोभित्र छिर्यो फोक्सो चाहिँ थोत्रै होला जस्तो चाहिँ यो पारिपट्टिको भ्यू दामी छ है पानीको कुलो अनि हिलो हिलो ए हेरौँ फेरि आम्मा ए भुसभुसे धुलो क्या यो फेरि बाफ्रे बाफ्रे आँखाहरू पनि बुच्चाइ पठायो ल ल ल ल ल ल ल ल यति चाहिँ भोग्नु पर्छ है यो बाटो आउँदाखेरि याद गरौँ नि यो चाहिँ यो बाटो नबनिन्जेल यस्तै हो यहाँको अवस्था यो इलामको कुहिरो ठ्याक्कै फिजिम चाहिँ यहाँ पारी छ यता पारी ओके यहाँदेखि चाहिँ बाटो उता यता होइन उता जानुपर्छ यहाँदेखि दुईवटा छ है यहाँदेखि यता पनि छ यो बाटो छोडेर हामी यता जान्छौँ हो यो पारी देखिँदै गरेको के हो यो फिदिम चाहिँ यता पारी छ उता राम्रो बनायो लो हिमालको भ्यू त यहाँदेखि त बब्बाल देखिँदो रहेछ त यो अहिले हामी उभिएको ठाउँ चाहिँ यासोक रानी गाउँपट्टिको हो र यो पारी देखिएको यो रोड फिदिमबाट आउने फिदिम चाहिँ माथि छ है ठ्याक्कै यो फिदिम बजार र हामी त्यो बाटो हुँदै 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 आएको धुलो खाँदै खाँदै र यहाँ तल हामी देख्न सक्छौँ यहाँनिर तमोरको पुल छ यो वारिपारि उता ताप्लेजुङ छिर्ने त होइन ताप्लेजुङ छिर्ने माथिल्लो छ यो तमोर नदीको पुल है ठुलो पनि हो यो एकदमै यहाँ तलसम्म बगेर आएको छ यो तमोरको पुल भयो यहाँदेखि दामी देखिने भनेको चाहिँ कुम्भकर्ण र कञ्चनजङ्घा कुम्भकर्ण थोरै कुहिरोले छलिरहेको छ ठ्याक्कै है तर मासतिरको चाहिँ यो कञ्चनजङ्घा कस्तो स्पष्ट दामी देखिरहेछ र यो भ्यू हामीले यहाँबाट हेऱ्यौँ अब हामी धुलो खाँदै 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 फेरि हामी हाम्रो बाटो तताउनेछौँ वाउ यो दृश्यलाई चाहिँ वाउ नै भन्नुपर्ने हुन्छ है यो तमोर रिभर वाउ यो कति चाहिँ ठुलो छ डरलाग्दो खालको छ होइन तमोर फाइनल्ली कस्तो दामी देखिएको छ भने यो बाटो भएर आयौँ हामी चाहिँ यस्तो यो पारी 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 हुँदै र यो तमोर एकदमै धेरै दामी देखिएको छ तमोर नदी त्यसपछि हामी यस्तो हालेर हिँडिरहेछौँ यो चाहिँ ओह्रालो आमाम निकै सिधै लडेर तलै पुगिन्छ जस्तो छ त ए हो 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 खरबारीमा उही त पल्लो डाँडा जस्तो छ पेलिरहेछ ए अस्ति हो गाडी झरेको यहीँ त रहेछ
ए हो रहेछ त्यस्तो डरलाग्दो ठाउँमा लडेको रहेछ यही पल्लो डाँडादेखि चिप्लेर झरेछ ओह्रालो आमामा ओह्रालो त निकै त रहेछ यहीँ झरेको रहेछ ल गाडी वाउ यस्तो दामी ठाउँमा आइपुग्यो होइन आमामा हेर्नुहोस् सबैजनाले होइन यहाँदेखिको सिन पनि एकदमै दामी देखिरहेछ होइन एकदमै अनि पारी हेऱ्यो भने त्यस्तै सुक्खा सुक्खा डाँडा होइन अनि त्यहाँदेखि एकदमै धेरै राम्रो बाटो अनि त्यहाँदेखि उराट लाग्ने भयो भने छुट्टै प्रकारको आनन्द दिलाउने खालको अनि ठाउँमा आइपुग्यौँ होइन यहाँदेखि हेर्न सक्नुहुन्छ पारी एकदमै धेरै राम्रो है अनि त्यहाँदेखि डाँडाहरू आमा सो आनन्द है मुटु नै बिजाउने खालको होइन दामी खालको आनन्द दिलाउने खालको बाटोमा आइपुग्यौँ होइन तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ होइन एकदमै धेरै राम्रो छ कोही तपाईँहरू पहिलोचोटि यो बाटोतिर होइन जान चाहनुहुन्छ भने हिँड्न चाहनुहुन्छ भने जान सक्नुहुन्छ होइन बर्खा चाहिँ अलिक गाह्रो हुने जस्तो देखियो होइन तर एकदमै हिउँदा चाहिँ एकदमै धेरै राम्रो छु वाउ छ नि हौ दृश्य त वाउ ए यहाँदेखि झऱ्यो भने चाहिँ सिधै तल फेरि हो त्यो माथिदेखि आमामा यो भिड देखाइदे बाबा ए यस्तो यस्तो खोपेर चाहिँ बनाएको छ नि त है हो बाटो ए यो पुलबाट हामी तर्दैछौँ अब यस्तो छ अवस्था पछाडि थाम्नु पर्ने अब थाम्दैछु यहाँनिर बिस्तारै लाने बेला भयो नि त हौ यो पुलबाट जानलाई ल यहाँ पनि थाम्नु पर्ने अवस्था छ अच्छा ठोकिँदैन घुमा घुम्यो यो पुलबाट अब जानुपर्ने अवस्था जान्छ होला दुईजना यस्तो छ अवस्था आमामा यहाँ तल बन्दै रहेछ पुल चाहिँ पछाडि आउँदै हुनुहुन्छ आउनु ल दामी छ छोडेर गयो केटा ल हेरौँ त यो छ पारीदेखि आएको यहाँनिर तार्नु एकदमै गाह्रो भइरहेछ यहाँनिर अप्ठ्यारो रहेछ हामीले खेलेरै माथि चढाइदिउँ यो ठुलो खोला रहेछ नि त तलबाट नसकिने रहेछ त्यही भएर यहाँनिर बाइक खेलाइमा पऱ्यो हाम्रो गाडी चाहिँ अघि नै छिरिसकेपछि दुईवटा गाडी अब हबर पर्यो त्यहाँ ल ए ठुलो गाडीहरू चाहिँ यताबाट आउँदैछ यहाँनिर चाहिँ अब फेरि अर्को गाडी गयो यहाँ दुईपट्टि गाडीहरू आउने जानेमा रोकेर सुतिरहेको निकै पानी गहिरो छ निकै उडायो है केटोले ल हामी यो बाटो आयौँ यहाँनिर यो माथिल्लो तमर करिडोरको बाटो यो तल्लो बाइक आउँदै गरेको चाहिँ यो धनकुटा जाने बाटो र यो उता जाने चाहिँ उताबाट आउँदा चाहिँ यो ठ्याक्कै धरानबाट
धनकुटा जाँदा चाहिँ यो बाटो जाने रहेछ यो बाइक जाँदै गरेको बाटो। हामी चाहिँ अब यहाँ खाजा खाएर टक्क लाग्छौँ धरानतिर। अनि यो यसको पनि काम अब छैन जस्तो लाग्यो। अब त लगभग राम्रै बाटो होला भनेको त उस्तै उस्तै छ जस्तो पनि। अब हामी यहाँ खाजा खाएर यहाँबाट निक्लिन्छौँ। फाइनल चटपटे पनि खाने रहर लाग्यो होइन, चटपटे पनि खानेवालामा छौँ। अहिले चाउमिन पनि आउँदैछ। अब त्यति खाएर चाहिँ हामी एकचोटि डाइरेक्ट धरान इटरीसम्म नै। अब चाहिँ फेरि साह्रै भोक लागेको अवस्था भएर चाहिँ अब चाउमिन चटपट सकेर चाउमिन अनि सर्टकट है अब चाहिँ खाएर हामी चाहिँ फाइनल्ली यो याखा होटलमा हामीले खाजासाजा खाएर अब चाहिँ हामी यात्रा तय गर्न लागेका छौँ। अब त्यहाँ उताका केही दृश्यहरू पनि हामी देखाउनेछौँ है। फाइनल्ली हामी भेडेटार आइसकेका छौँ। अब चाहिँ धेरै लामो यात्रा पश्चात हामी भेडेटार आइपुगेका छौँ है। हामी यति ढिलो चाहिँ नहुन्थ्यो होला सायद होइन, तर के हो भने अलिकति भेडेटार है हामी चाहिँ फाइनली भेडेटार आइपुग्यो। यहाँ चाहिँ भेडेटार बजार हो। स्काई ब्रिज चाहिँ त्यहाँ माथि छ होइन। अब हेर्नु को कता त्यहाँदेखि त यहाँ त शङ्ख यो त डल्फिनले थामिरहेछ शङ्खलाई। लु भेडा थुम्बा सिंह र थुम्बाको रहेछ। वाउ एउटा बाजु बस्ने ए यता त यस्तो पो रहेछ ए। कता भेडेटार त यही ढल्क यति नै बजार यति नै रहेछ। अब उसको हो चढ्ने ठाउँ उसको टावर छैन भेडेटार। भेडेटारको त फाइनल्ली हामी चाहिँ लगभग अब धरानको चोक भानु चोकमा आइपुगेका छौँ है। अनि यहाँदेखि हामी देब्रेपट्टि इटरीतिर लाग्छौँ है। भानु चोकै अब आउने चाहिँ चट्टसँगले। यहाँ धरान चोक बजार टावर सिटी टावर यहाँदेखि देब्रेपट्टि चाहिँ हामी देब्रेपट्टि चाहिँ लाग्छौँ हामी ठ्याक्कैसँगले इटरी है। अब चाहिँ हामी यो भानुचोक भानुभक्त आचार्यको यो शालिग है आउँछ हामी देब्रेपट्टि।
यहाँदेखि पर्तिर मात्रै चोक बजार इटरी चोक बजार छ होइन अनि त्यही लगभग इटरी आइपुग्यौँ होइन अनि त्यहाँदेखि एकदमै धेरै पीडादायक पनि भयो ठाउँ हाम्रो यात्रा होइन तर त्यो पीडालाई बिर्सिने गरीको फेरि चिजहरू पनि अनि हेर्न पाइयो बाटो त्यस्तै होइन नयाँ बन्दै गरेको बाटो एकदमै धेरै राम्रो होइन अनि त्यहाँदेखि चाहिँ अब हाम्रो कुराहरू सबै बिर्सिने गरीको बनायो होइन तपाईँहरू पनि कोही यात्रा गर्ने हुनुहुन्छ भने चाहिँ अनि त्यहाँदेखि अथवा चाहनुहुन्छ भने हाम्रो भिडियोलाई हेरेर यो तमल करिडोरको बाटो आउन सक्नुहुन्छ है एकदमै धेरै राम्रो छ त्यहाँदेखि दृश्यहरू पनि होइन पहिलोचोटि आउनेको लागि चाहिँ दृश्य चाहिँ एकदमै धेरै राम्रो छ है त्यही भएर हाम्रो च्यानललाई पनि भिजिट गर्नुहोला है अनि त्यहाँदेखि त्यो बाटोमा आउनुहोला तपाईँहरूलाई एकदमै धेरै भिडियो हेरेर सहयोग गरिदिनु होला भन्दै आजको हाम्रो भ्लग भिडियो यहाँ अन्त गर्न चाहन्छु लेट्स गाइज र अर्को भिडियोमा हामी भेट्नेछौँ है।